Hello guys, म ईशान सन्चै हुनुहुन्छ तपाईहरु म पनि सन्चै छु या एनिहास म नेवारी लुक्समा छु आज हेर्नु ठक्क किनभने आज मेरो भान्जाको बर्थडे सेकेन्ड बर्थडे भव्य मनाउन लाग्छौं त्यो रेडी भएको अनि म काठमाडौँबाट अस्ति हेटौँडा आएको सरी गाइस म 2-3 दिन चाहिँ भिडियो हाल्न सकिनँ अलि बढी नै हालिन कलेजमा काम थियो यताउति थियो पढ्नु थियो त्यही भएर मैले भ्लग बनाइन अब चाहिँ स्टे ट्युन है गाइस म हाल्दै गर्छु भिडियोहरु अहिले अपलोड गर्दै गर्छु हेर्नु है ल हाम्रो मम्मी चाहिँ सिंगार पोते गर्दै हुनुहुन्छ उफ के मुखमा चाहिँ ट्याक्क रेडी भइसक्यो प्लिज डोन्ट टक भिडियो बनिरह You disturb me also? इंग्लिश फेरि खतरा हुन्छ नि यु डिस्टर्ब मी अल्सो भनेर गाइजहरु हेर्नुभयो पढा लेखा गवार भन्ने यही हाम्रो मम्मीलाई गाइज हेर्दै जाने फुल भिडियो आज रमाइलो हुन्छ रमाइलो अनि तपाईहरुलाई सरप्राइज पनि त ल गाइज हेलो गाइज लाइभ पुग्यो है वेदान्स भान्जाको घर हेर्नु ह्यापी बर्थडे वेदान्स भान्जो ह्यापी बर्थडे दिदी हाई गरिदिनु हाई आहा या माइजु हेलो भनिदिनु सबैजना हुन्छ वेदान्सको बर्थडे हुँदैछ हेर्दै जानु है हेर्दै जानु कोक खाने ल कोक खाँदै कोक खाएको खाइन्छ कोक खाएको खाइन्छ आज स्टेट हुँदै गाइस हेर्दै जानु पूजा सुरु हुँदैछ गाइस पूजा गरेर लाग्छौँ भेदु ल तेरो बर्थडे 18 वर्ष पुगेपछि हेर्ने यो भिडियो फेरि युट्युबमा भइराख्यो भने अनि मलाई चाहिँ रुगा लाग्छ गाइस खतरैवाला आवाज पनि अर्कै आइरह होला मेरो भाइ अनि भाइ त बिचमा आएर बस्दिन त बेदु फेरि 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 बेदु फेरि बेदु फेरि हाँस्दै हाँस्दै हो हाँस्दै हो मस्त पूजा गर पूजा गर गिफ्ट ओ जी गर्यो जी गर्यो जी गर जी गर जी आहा 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 अब आयो ड्याडी पुरा ड्याडी ड्याडी खतरा मुडमा छ जोली मुडमा यतिको मात्रै होइन कि छ के छ यो पनि पुरै आइदियोस्
ल ड्याडी मम्मी टिका लगाइदिनु ल र मम्मीले लगाइदिनु थाल्नुभयो बेदु बर्थडे टु यु भान्जोलाई निनीले टिका लगाइदिन्छ निनीको पालो अब जिगर अङ्कलको पालो अङ्कल आन्टीको प्रियङ्काजीको टर्न अब जा म खिचिदिन्छु त्यो प्रियङ्काजीको टर्न अब यतिकै खिचिदिनु आन्टीहरूले लगाउँदै हुन्छ टिका होइन त सुबानी बहिनी आयो हाम्रो पानी बहिनीले गिफ्ट हेर गिफ्ट बेदु अब तिमीहरूको पालो बेदु चाहिँ सुत्न खोजिरहेछ अब हाम्रो ईशान दाईको पालो ल मनै नपर्ने मामा ल उसलाई मनै पर्दैन ल ल ल बिस्तारै ल भयो 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 बेजी ल गाइस हामीले खान थालेको अब खाइदे त कस्तो चिसो चिसो नानी एकजना त ऊ चपाउनु थालिसक्यो ऊ चाहिँ भेज हो कति वर्षसम्म हुन्छ अब मिठो 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 हामी खान्छौँ अब यहाँ कपाल फोटोसुट हुँदैन हुन्छ ठुलो बाबा अङ्कल आन्टी भिनाजु ड्याडी मम्मी ऊ अब कता 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 मिलाउँदै हुनुहुन्छ ल गाइस खाना थाल्यौँ हामी कलर यसरी रमाइलो हुँदैछ रमाइलो 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 मिठो 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 खाने खाँदैछौँ ल गाइस अहिले भेट्छु है त ल गाइस हामी चाहिँ रेडी भए भान्जोको पार्टीमा जान मेरो भाइ हिरो भाइ कर्ली कपाल गरे कोट लाहा राम्रो म चाहिँ लङ कोट लगाएको छु
कस्तो देखाएको छ ल गाइस टु कमेन्ट है त होइन तर दिदीहरूलाई देखाउँदैन लाइट दिदीहरू सबजना आन्टी दिदी हेलो दिदी सबसे प्रिटिएस्ट हेलो आन्टी तपाईँ झन् ब्युटिफुल यहाँ भान्जो यहाँ आयो भने सबजना रेडी हुँदैछन् एकजना कपाल कर्ली गर्दैछन् त्यसलाई नदेखा भने यिनी यहाँ एक्वेरियममा माछै छैन रहेछ ल गाइस अब चाहिँ हामी डान्स सिक्दैछौँ दिदीलाई सरप्राइज दिने गरी ल दिदीलाई थाहा छैन हामी नाच लगाएको भनेर होइन गाइस रहनु पाइ सरप्राइज ल हामी बाहिर मेरो पनि पाट्छ ल गाइस हामी पनि गइरहेछौँ यता पनि भ्लगिङ भइरहेछ दिदीको यस्तरी गइरहेछौँ दिदी सबैजना हेलो भान्जाको बर्थडे होइन 2 इयर्स बर्थडे र यो 18 वर्ष पुग्दा के मेसेज दिन चाहनुहुन्छ भान्जालाई 18 वर्ष पुग्दा पछिलाई We wish you a very healthy life. You should be happy. The rest, live the rest. ल भन्दा भाइ सानो मामा के भन्ने 18 वर्ष जे गर्दैछौ खुसी हो अँ जे कुरा चाहिए पनि मामालाई सम्झे हुन्छ एक कल गरेको ल अनि सानी निनी त होला नि के भन्ने भान्जालाई र म चाहिँ खुसी हुनु राम्रो पढ्नु स्वस्थ हुनु You're happy. So ल गाइस रेडी भयो अब चाहिँ कोट खोलिदिएँ मैले त लङ कोट गाइस लास्टै गाह्रो ए मम्मीको हेर्नु ल अँ ठिक छ नलाउनु ए नेचुरल कपाल ए नेचुरल कपाल ठिक छ नि ल बल्ल अलिक कम्फोर्टेबल भयो गाइस ल साथीहरू पार्टीमा भेटौँ होला है त ल गाइस हामी पार्टीमा आइसक्यौँ म यतिको रमाइलो रमझम भइरह अलिकति क्यामेरा पुस्तुर कुनै ल यता हेर्नु बेदु बाबा यस्तो बदमास छ यो यस्तो बदमास छ यो 18 वर्षपछि हेर युट्युबमा हेर त कस्तो त ठुलो मम्मी भन्नु त यहाँ ठुलो मम्मी कराएर नाति लास्टै बजा एकजना प्रिटी लेडी अब बहिनीलाई भोक लाग्यो भन्दैछ होइन बहिनी अब खाना गाइस मलाई क्यामेराम्यान बनाए सक्छु फोटो खिच्दै बसिरहेको यता हेर्नु ल बेदु बदमास चकचके हामी गए फाइनली खान पानीपुरी त खाँदैन नि म कस्तो मिठो घाँटी यस्तो ख्याप्प भए पानीपुरी खाने पानीपुरी चाख होला हिँड्न त पानीपुरी सेक्सनमा गयो हामी मलाई खुवाइदियो ल ल पानीपुरी यस्तो छ पानी चोखा त खान कस्तो छ रिभ्यू दिए त रोयल पार्टी प्यालेसलाई अलिकति कस्तो लाग्यो आन्टी मिठो र मलाई त अब देखाएर मेरो पानी मिठो 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 मोमो पार्टी चलिरह के मिलेन भन्दा यहाँ एकजना होइन कुन मोमो भनेर हामीले रेकग्नाइज गर्नुपर्छ चिकन खोर्सानीवाला पानीपुरी खोर्सानी त्यसमा अनि चाखी हेर्नु त नि यो कपाल अलिकति तपाईँ कन्भर्ट निकालौँ न ल मम्मी उता अलिकति चाखौँ भन्दैन खाँदै हुन्छ मम्मी खानु मम्मी खोर्सानी भएको नखानु
ल मम्मी लिनु मम्मी कस्तो लाग्यो भन्नु है मैले खाएको छैन है ल दुईटा गन्दै जाऊँ न म त घाट ल अब केक काट्न थालेको केक लौ केक यस्तो राम्रो केक छ हेर त गाइस यस्तो राम्रो केक भान्जाको ह्याप्पी बर्थडे ल 2 years old ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु त गाइसहरु मेरो भिनाजु साथीहरु चितवनबाट आउनु भएको छ हेलो भन्दै सबैजना सबै ब्याङ्कर भिनाजुहरु हाम्रो तपाईलाई नि खाता खोल्नु छ भने सम्पर्क गर्नु होला हैन भिनाजु ल भिनाजु पार्टीहरुसँग पर्छि ल गाइजहरु यहाँ सबजना छ अङ्कल हामी ड्याडी पुरा रिसाइरहेको छ एङ्ग्री मुडमा हैन अङ्कल नयाँ हप्ता पर्छ ड्याडी हेर्नु ड्याडी आज फुल एग्री बुढोहरू त मैले खाएँ भनेर गाइस अब पार्टी पनि सक्यो अब खतरा कन्टेन्ट पाएँ मैले अब यो भ्लग अपलोड गरेर भेटौँला है गाइस ल गाइस बाइ बाइ